यो भिडियोमा चाहिँ हामीले Django-मा ई-सेवाको पेमेन्ट गेटवे कसरी इन्टिग्रेट गर्ने भनेर हेर्छौँ। त्यसको लागि चाहिँ मैले एउटा रिपो क्रिएट गरेर राखेको छु। कुनै पनि सर्च इन्जिनमा गएर Django ट्युटोरियल dev गिटहब भनेर खोज्नुभयो भने यहाँ प्रोफाइल खोलिरहेको हुन्छ। त्यसको रिपोजिटरिजमा गएर Django ई-सेवा लर्निङ भन्ने रिपो छ, त्यसको लिंकलाई कपी गरेर ल्याउनु। त्यसपछि डेस्कटपमा गएर git clone गरिसकेपछि चाहिँ मैले दिएको बोइलर प्लेट या टेम्प्लेट कोड चाहिँ अब यहाँ आइसकेको हुन्छ। अब यहाँ चाहिँ VS कोडलाई खोल्नु। अब हामीले दुई चारवटा कुरा चाहिँ सेटअप गरिरहेको हुनुपर्छ, बाँकी कुरा सबै अभाइलेबल छ हामीसँग। सुरुमा चाहिँ कमान्ड भनेको -m venv एक्टिभेट भयो भनेर इन्डिकेसन दिन्छ। अब हामीले यो दिएको रिपो चलाउनको लागि चाहिँ pip install -r requirements.txt भन्ने कमान्ड हालिसकेपछि 5-6 मिनेट लाग्ला। त्यो सकिसकेपछि py manage.py migrate भन्ने कमान्ड लेख्नु सुरुमा चाहिँ, अनि नेक्स्ट कमान्ड भनेको py manage.py create super user। यहाँ गएर मैले एउटा एडमिन भन्ने युजर नेम बनाउँछु, अनि बाइपासमा चाहिँ यस गरेर सुपर युजर क्रिएट गर्छु। त्यसपछि py manage.py run server भनेर इन्टर गरिदिए। यो गरेपछि अब मैले ब्राउजरमा गएर लोकल होस्ट 8000 or 127.0.0.1 हाल्यो भने मैले देख्नुपर्ने पेज खुल्छ। अहिले यो पेज चाहिँ खाली छ। अनि एडमिन प्यानलमा गएर लगइन गर्ने, यहाँ गएर एउटा प्रोडक्ट क्रिएट गर्न, एड प्रोडक्टमा गए एउटा इमेज चुज गरिदिए। यसको लागि डिस्क्रिप्सन जस्तो बनाएर राख्दिए। त्यसपछि मैले बुकको प्राइस चाहिँ अहिलेको लागि 500 या 400 नै राखौँ। मेरो स्टकमा चाहिँ 5वटा बुक छ भनेर राख्दिए। हजुरलाई यो रिपोमा चाहिँ के कोड पाउनुहुन्छ भन्दा यतिसम्म पुग्नुलाई कोड पाउनुहुन्छ। भ्यूमा गयो इन्फर्मेसन हुन्छ बुकको बारेमा अझै धेरै। बाई नाउमा गएपछि यहाँ पुगेर बाई हुने कुरा बनाउनु पर्ने छ। यो थियो हाम्रो अहिलेसम्मको टेम्प्लेट सेटअप। अब चाहिँ सिधै कोडको पार्टमा जाउँ। अब हामी जाऊँ यहाँ गुगलमा या कुनै केहीमा गएर पनि गर्न सकिन्छ Django ई-सेवा प्याकेज भनेर छन्। यहाँ चाहिँ Django ई-सेवाको डकुमेन्टेसनहरूको बारेमा लेखिएको छ। हामीलाई चाहिने भनेको चाहिँ एकदम सजिलो पार्ट हो। टर्मिनलमा जाऊँ, स्टप गरौँ सर्भरलाई, pip install Django ई-सेवा भनेर लेख्दिउँ। Django ई-सेवाको अहिलेको लेटेस्ट भर्जन चाहिँ 1.0.7 भन्ने छ। मैले सिधै रन सर्भरै गरिदिएँ। ल अब हामीले चाहिँ के मात्रै चेन्ज गर्न पर्यो भन्दा URLs थप्न पर्यो। होमभित्रको urls.py मा पुगेर एउटा URL सक्सेस भन्ने फङ्सन बनाउन बाँकी छ, फेलियर भन्ने बनाउन बाँकी छ, अनि सक्सेसको लागि पेज पनि बनाउन बाँकी छ। हामीले success.html भनेर पेज बनाइदिउँ। यहाँ पुगेर एउटा जेनेरिक सक्सेस पेज देखाइदिउँ। मैले यसलाई एक्सेप्ट गरिदिएँ। अब यहाँ गएर फेरि एउटा नयाँ पेज बनाऊ फेलियरको लागि। पाइलटलाई नै दिए यसमा। यसले के गरेको छ यहाँ भन्दा ठिकै छ, होमसम्म पुऱ्याउने बाटो बनाएको छ। हामीले होम भन्ने एउटा बनाइसक्यौँ, सक्सेस फेलियर ठिक छ। अब हामी जानुपर्ने भनेको भ्युजमा, रनिङ छ हाम्रो सर्भर, त्यही भएर सिधै यहाँ पुगौँ सक्सेस / जुन पनि इन्टिजर दिए पुग्यो त्यो पेज आयो। होम जाँदा पनि आइरहेको छ। त्यसै गरेर फेलियरमा जान खोजेको छ भने फेलियरमा पनि नर्मल पेज देखिएको छ। अब हामीले लेख्नु परेको कोड भनेको
फेरि यहाँ गएर के गर्न सकिन्छ भन्दा इसेवा इन्टिग्रेसन साइट Django tutorial.dev भनेर खोल्न सक्नुहुन्छ। त्यो खोलिसकेपछि इसेवा इन्टिग्रेसन भन्ने एउटा पेज देखाउँछ हामीलाई। यहाँ जानुभयो भने चाहिँ इन्टिग्रेसनको लागि चाहिने कुरा के छ, यो एउटा फर्म छ, यो फर्म सिधै राख्न सकिन्छ हामीले, नत्र हामीले हामीलाई चाहिएको भनेको चाहिँ फर्म भित्रको अहिले एक्सन भन्ने पार्ट चाहिरहेको छ। यसलाई मैले कपी गरेँ अनि बाई भन्नेवाला पेजमा फर्म भित्र लगेर पेस्ट गरिदिएँ। views.py मा जाम, बाई गर्ने बेलामा प्रोडक्ट बाई गर्न खोजेको छ, यो बेलामा चाहिँ ई पेमेन्ट भनेको भेरिएबल बनाऊ अनि यसलाई चाहिँ इम्पोर्ट गर्नु पर्यो फ्रम इसेवा इम्पोर्ट इसेवा पेमेन्ट। त्यसपछि यो इसेवा पेमेन्ट भन्ने क्लासको अब यहाँ पुगेर हामीले के गर्नु पर्यो भन्दा सुरुमा त प्रोडक्ट कोड राख्दिनु पर्यो अनि हाम्रो प्रोडक्ट कोड चाहिँ इपे टेस्ट बाहेक केही पनि हुन पाउँदैन टेस्टिङ पेजको लागि। टेस्टिङ सकिसकेपछि हामीले मर्चेन्ट कीहरू किनिसकेपछि चाहिँ यसलाई चेन्ज गर्न सकिने भयो है। इसेवा पेमेन्टको डकुमेन्टेसन हेर्ने भने नि हामीले सकिन्छ। सेल्फ डक्स नै छ यसको, लाइब्रेरीभित्र साइड प्याकेजेसभित्रको इसेवा भन्ने कोलम, त्यहाँभित्र पेमेन्ट भन्ने भित्र इसेवा पेमेन्ट भन्ने क्लास छ। अब यसको लागि हामीले के गर्नुपर्छ भन्दा models.py मा गएर हेर्नु भने यहाँ एउटा ट्रान्ज्याक्सन भनेको टेबल बनाएको छु। transaction.objects.create यो गरिदिउँ। ल UUID को लागि माथि गएर इम्पोर्ट UUID भनेर प्याकेज इम्पोर्ट पनि गरिदिउँ। UUID = UUID4 क्रिएट पनि गरिदिउँ। त्यसपछि यहाँ गएर ल यति गरिसकेपछि यहाँ प्रोडक्टको ठाउँमा एउटा भेरिएबल क्रिएट गरौँ ट्रान्ज्याक्सन भनेर, transaction.id ट्रान्ज्याक्सनको भेरिएबल .id। यति गरेपछि अब हामीले क्रिएट सिग्नेचर भन्ने फंक्सन कल गर्ने बेलामा मेरो भएन टोटल अन्डरस्कोर अमाउन्ट ट्रान्ज्याक्सन UUID भनेको transaction UUID लेख्नु पाइयो और सिधै यो गरी भने चाहिँ कोड रिडेबल हुने भयो, नत्र यसलाई यहाँ तलपट्टि गएर मेन्सन गरिदिन पनि सकिन्थ्यो। यति गरेपछि हाम्रो सिग्नेचर क्रिएट भयो। सिग्नेचर क्रिएट भइसकेपछि हामीलाई चाहिँ यो प्याकेजले एउटा के बेनिफिट दिन्छ भन्दा फर्म हामीले HTML मा जुन कुरा बनाउनु परेको थियो त्यो कुरा अब बनाउन पर्दैन। ePayment.generate फर्म भन्ने एउटा फंक्सन छ। यति हामीले मेन्सन गरिदिएपछि HTML मा देखिनु पर्ने फर्म आफै बनाइदिने काम गर्छ। हाम्रो काम भनेको चाहिँ त्यो फर्मलाई स्केप नगरिकन राख्दै भन्नको लागि फर्म अनि सेफ भनेर एउटा फ्ल्याग गरिदिनु पर्यो। यति गरिसकेपछि के हुन्छ हाम्रो भन्दा लोकलहोस्ट 8000 मा गएपछि यहाँ क्लिक गर्ने बेलामा त्यो फंक्सन रन हुन्छ। त्यसपछि इन्स्पेक्ट गरौँ, बाइ नाउमा गयो भने यहाँ माथिपट्टि इनपुट फिल्डहरु चाहिन्छ जति पनि छन् सबै कुरा आइसक्यो। यहाँ क्लिक गरेपछि आफै खुल्यो यो पार्ट 400 रुपैयाँको लागि। यो चाहिँ हाम्रो इसेवाले दिएको क्रेडेन्शियल्स है। यहाँ गएर हेर्नुहुन्छ भने पनि क्रेडेन्शियल्स के छन्। प्राइभेट की यो हुन्छ, इसेवा आइडी भनेको 98068480123445 जति लेख्ने पाइयो। पासवर्ड नेपाल @123, एमपिन चाहिएको छ भने 1122, टोकन भनेको 1 देखि 6 सम्मको नम्बर। यति गरेपछि इसेवाले हामीलाई टेस्टिङ गर्न दिन्छ। यहाँ त्यही गरिएको छ, पासवर्डमा चाहिँ नेपाल @123, त्यसपछि लगइन गरेर यहाँ भनेको 1 देखि 6 सम्मको भेरिफाई। अब कन्टिन्यू गरौँ, त्यसपछि PAVI सेवा गरौँ। अब मलाई यहाँ पुर्याइदियो पेमेन्ट सक्सेसफुल। अब यहाँ हामीले सोच्दाखेरि चाहिँ के होला भन्दा पेमेन्ट सक्सेसफुल भन्ने ठाउँमा आएर कुनै वेब डेभलपर छ भने उसले सुरुमा यहाँ URL हेर्छ, त्यहाँ पुगेर उसले सक्सेसपछि स्ल्याश गरेर एउटा आइडी दिएको छ भनेपछि उसले के गेस गर्न सक्छ भन्दा मैले आइडी 1 दिए भने ट्रान्ज्याक्सन आइडी जसको 1 छ त्यो ट्रान्ज्याक्सन सक्सेसफुल हुने होला भनेर सोच्छ। यहाँ 2 दिए भने जुनको 2 छ त्यो सक्सेसफुल हुने होला भनेर सोच्छ। अब त्यो भनेको एउटा वेब सिक्युरिटीतिरको इस्युले प्रब्लम दिन थाल्छ कि यसले चाहिँ।
अनि हामीले यसलाई भेरिफाई गर्नको लागि के पनि गर्न सक्छौँ भन्दा सक्सेस URL मा ट्रान्ज्याक्सन निकाल्ने पहिला फिल्टरको ठाउँमा चाहिँ गेट लगाऊ आईडी लगाऊ अगाडि एउटा अब्जेक्ट बनाउँला obj equals to transaction भयो त्यसपछि अब्जेक्टको ट्रान्ज्याक्सन स्ट्याटस कम्प्लिटेड त्यसपछि सेभ अब मैले यहाँ गएर एडमिनमा गएर admin.site.register ट्रान्ज्याक्सन गरे यहाँ गएर एउटा ट्रान्ज्याक्सन बनेको छ त्यसको स्ट्याटस पेन्डिङ छ यो पेजलाई रिफ्रेश गर्छु भने मैले त्यसको स्ट्याटस अटोमेटिकली कम्प्लिटेड भएको छ अब हामीले के गरौँ भन्दा ब्याक जाम यो क्लिक गरौँ क्लिक गर्ने बित्तिकै एउटा नयाँ ट्रान्ज्याक्सनको अब्जेक्ट बनेको छ यहाँ हेर्नु भने 2 वाला देखिन्छ यसको स्ट्याटस पेन्डिङ तर मैले यहाँ पुगेर म्यानुअली नै success/2 लेखिदिन्छु भने मलाई पेमेन्ट सक्सेसफुल भनेर देखाइरहेको छ यो भनेको राम्रो अप्रोच हैन यो भनेको हाम्रो वेबसाइट इन्सिक्योर भयो अब यहाँ गएर हेर्छु भने आफै कम्प्लिटेड भनेको छ त्यो मान्छेले पैसा कतै लगेर पनि दिएको छैन यो पनि कम्प्लिटेड यो पनि कम्प्लिटेड अब यहाँ प्रब्लम चाहिँ कसरी सल्भ गर्न सकिन्छ भन्दा सक्सेसमा आयो भन्दैमा सक्सेस भयो भनेर अस्युम नगर्ने हामीले के गर्न सकिन्छ भन्दा सक्सेसमा आइसकेपछि ज्याङ्गो इसेवाले हामीलाई के दिन्छ भन्दाखेरि चाहिँ एउटा सक्सेसफुल भयो कि भएन भनेर चेक गर्ने अप्सन दिन्छ कि त्यसको लागि माथिपट्टिको जुन कोड लेखिएको थियो यहाँबाट यहाँसम्म त्यसलाई नै कपी गरेर ल्याइदियो हुन्छ त्यो ठाउँमा transaction.product.price गरिदियो भने फिक्स हुन्छ सबै त्यसपछि हाम्रो ई-पेमेन्ट भन्ने क्लासभित्र हाम्रो एउटा के अप्सन हुन्छ भन्दा इज कम्प्लिटेड भन्ने फंक्सन हुन्छ अब हामीले यहाँ पुगेर इफ e-payment.is completed ट्रू भन्ने मेन्सन गरिदिन्छौँ भने चाहिँ ट्रू भएको बेलामा यहाँ भित्र पुग्छ कोड ल ट्रू भएको बेलामा स्ट्याटस कम्प्लिट हुन्छ यहाँ गएर बस्यो यसको लागि म्यानुअली चेक गर्नको लागि चाहिँ यो अब्जेक्ट 2 लाई पेन्डिङ बनाउने एकचोटी फेरि यहाँ पुगेर 2 लाई इन्टर गरौँ यहाँ गएर हेरिन्छ भने 2 पेन्डिङ नै छ डेटाबेसतिरको चेन्ज भएन तर एउटा प्रब्लम के छ भन्दा डेटाबेसमा गएर हेर्नै पर्ने हुन्छ सिधै उसको फेक वाला सक्सेस URL रहेछ भने कोहीले म्यानुअली पठाएको रहेछ भने सिधै फेलियरतिर पठाउन नि सकिन्छ हामीले एल्स ट्रान्ज्याक्सन स्ट्याटस फेल्ड बनाइदिएर सेभ गरौँ त्यसपछि रिटर्न टेन्डर फेलियर यो वाला गरियो भने प्रब्लम कुन ठाउँमा आउँछ भन्दा अब यही गएर ट्राई गरौँ फेलियर पेज देख्छु URL चाहिँ सक्सेसकै भइरहेको हुन्छ अनि यहाँ गएर हेर्यो भने रिफ्रेश गर्दा फेल्ड भनेर देख्छ यो वाला पार्ट चाहिँ नर्मल हुनुपर्ने कुरै हो तर हामीलाई रेन्डर गर्न भन्दा नि अर्को सजिलो तरिका भनेको के छ भन्दा रिडाइरेक्ट भन्ने एउटा फंक्सन हुन्छ त्यो फंक्सनलाई इम्पोर्ट गर्नु पर्यो रिडाइरेक्ट भन्ने फंक्सन यसले पाथको नाम लिन्छ त्यसपछि प्यारामिटर के लिनु पर्ने हो लियो आईडी ट्रान्ज्याक्सन आईडी अब यो गरे चाहिँ के फाइदा हुन्छ हाम्रो भन्दा हामीले यहाँ यो पनि लेख्दिन पर्दैन यहाँ पुगेर चाहिँ गेट गर्ने स्ट्याटस फेल्ड त्यसपछि सेभ त्यसपछि यो देखाइदिने अब कोही मान्छेले पैसा नतिरिकन यहाँ आएर रिफ्रेश गर्न खोज्छ भने उ सिधै अघि म सक्सेसमा थिए म्यानुअली टाइप गरौँ ल सक्सेस/2 भनेर लेखेको छु इन्टर गर्दाखेरि मलाई फेलियरमा पुर्याइरहेको छ यहाँ गएर हेर्छु भने आफै फेल्ड भनिरहेको छ यो थियो ई-सेवाको इन्टिग्रेसनको पार्ट अब यो ई-सेवाको इन्टिग्रेसनले कसरी काम गर्छ भनेर हेर्नको लागि चाहिँ मैले पहिला नै एउटा भिडियो बनाएर राखेको छु युट्युबमा त्यो हेर्न सक्नुहुन्छ त्यो भिडियो चाहिँ यहाँ रहेको छ ज्याङ्गो इन नेपाली भन्ने युट्युब च्यानलबाट यहाँ गएर हेर्नुभयो भने चाहिँ ई-सेवाको लागि के बेसिक्स चाहिन्छ कसरी काम गरिरहेको हुन्छ ट्रान्ज्याक्सन फ्लो कस्तो हुन्छ सबै कुरा देखिन्छ थ्यांक यू फर वाचिङ